हरे कृष्ण सम्पूर्णमा आज म हजुरहरू समक्ष श्रीमद् भगवत गीताको अध्याय 4 को श्लोक 17, 24, 38 र 39 को अर्थ व्याख्या गर्न गइरहेकी छु। श्रीमद् भगवत गीताको अध्याय 4 को श्लोक 17 मा भगवान श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, कर्मणो ह्यपि बोधव्यं च विकर्मणः अकर्मणश्च बोधव्यं गहना कर्मणो गतिः। अर्थात् हामीले कर्मलाई बुझ्नुपर्छ, विकर्मको बारेमा पनि जान्नुपर्छ र अकर्मलाई पनि बुझ्नुपर्छ, किनभने कर्मको गति अत्यन्तै गहिरो छ। यहाँ कर्म भनेको गर्नुपर्ने कर्तव्य हो, विकर्म भनेको व्यक्ति विशेषका लागि निषेध गरिएको कर्म हो र अकर्म भनेको केही पनि नगरी बस्नु हो। हामीले यी सबै कर्महरूको बारेमा बुझ्नुपर्छ, किनभने कर्मको व्यवस्थापन अत्यन्तै गहन छ, यसलाई बुझ्न अत्यन्तै गाह्रो छ। श्रीमद् भगवत गीताको अध्याय 4 कै श्लोक 24 मा भगवान श्री कृष्ण अर्जुनलाई भन्नुहुन्छ, ब्रह्मार्पणं ब्रह्महविर् ब्रह्माग्नौ ब्रह्मणाहुतं ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिना। अर्थात् अर्पण ब्रह्म हो, जे कुरा अर्पण गरिन्छ त्यो हवि पनि ब्रह्म हो, जसमा त्यो हवि अर्पण गरिन्छ त्यो अग्नि पनि ब्रह्म हो, जसद्वारा त्यो हवि अर्पण गरिन्छ त्यो पनि ब्रह्म हो। यस्तो ब्रह्मरूप कर्ममा समाधिस्थ भएको कर्मयोगीले नै वास्तवमा ब्रह्मलाई प्राप्त गर्दछ, यानि कि जसको मन शुद्ध हुन्छ र जसले सबैमा एक तत्त्व देख्छ, जसले सबैलाई समान र महान ठान्छ, त्यो नै वास्तवमा महान हुन्छ। महान हुनु भनेको अरूलाई नीचा देखाएर स्वयंलाई उत्कृष्ट महाराज घोषित गर्नु होइन, अपितु जुन स्थानमा पुग्दा सबै महान देखिन्छन् त्यो नै वास्तवमा महान हो। श्रीमद् भगवत गीताको अध्याय 4 कै श्लोक 38 मा भगवान श्री कृष्ण यस संसारमा सबैभन्दा पवित्र वस्तु के हो, यथार्थ ज्ञान भनेको के हो भन्ने प्रश्नको उत्तर दिँदै भन्नुहुन्छ, नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते तत्स्वयं योग संसिद्ध कालेनात्मनि विन्दति। अर्थात् यस संसारमा ज्ञानको समान पवित्र अरू केही पनि छैन। त्यो ज्ञान समयको अन्तरालमा कुशलताको साथमा कर्मयोगीले कर्म गर्दै गर्दा आफ्नै आत्मामा अनुभव गर्दछ। यस श्लोकबाट थाहा हुन्छ कि वास्तविक ज्ञान भनेको त शास्त्रको ज्ञानहरू होइन, अपितु जुन हामीले कर्म गर्दै गर्दा जुन तत्त्व हामीले आफैमा महसुस गर्छौँ, अनुभव गर्छौँ, त्यो नै वास्तविक ज्ञान हो। र शास्त्रको ज्ञान र कर्म त हाम्रो मनलाई शुद्ध राख्ने एउटा साधन मात्र हो। श्रीमद् भगवत गीताको अध्याय 4 कै श्लोक 39 मा भगवान श्री कृष्ण यथार्थ ज्ञानलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर दिँदै भन्नुहुन्छ, श्रद्धावान् लभते ज्ञानं तत्परः संयतीन्द्रियः ज्ञानं लब्ध्वा परां शान्ति मच्चिरेणाधिगच्छति। अर्थात् जसको इन्द्रियको प्रेम नराम्रो विषयबाट हटिसकेको हुन्छ, जो शान्त छ, संयमित छ, श्रद्धावान छ, जागरुक छ र तत्पर छ, उसले नै वास्तविक ज्ञानलाई प्राप्त गर्दछ र ज्ञानलाई प्राप्त गरिसकेपछि परम शान्तिलाई प्राप्त गर्दछ। यस श्लोकबाट थाहा हुन्छ कि श्रद्धा बिना त ज्ञान प्राप्ति सम्भव नै छैन। श्रद्धा बिनाको ज्ञान धमिराले खाएको खोक्लो परेको रुख जस्तै हुन्छ। हरे कृष्ण।